नेपाली काङ्ग्रेसबाट उम्मेदवार यहाँ चाहिँ मनोनयन दर्ता गरेर निस्किनु भएको छ अर्जुन प्रसाद जोशी केन्द्रीय सदस्य पनि हुन्छ नेपाली काङ्ग्रेसका। यो विषयमा अब यो निर्वाचन आइरहेको छ र यसलाई कसरी हेर्नु भएको छ? यो तपाईँको यो जितलाई यो सुनिश्चित छ कि अथवा तपाईँको यो तेस्रो पटक भनौँ न यो दुईचोटि पराजित भइसक्नु फेरि अहिले चाहिँ तपाईँ आइरहनु भएको छ, यो निर्वाचनलाई कसरी हेर्नु भएको छ तपाईँले? पहिलो त मैले यो निर्वाचनलाई अहिलेको यो निर्वाचनलाई जित र हारको दृष्टिकोणले मात्रै हेरिरहेको छैन। खास गरी 23 गते भाद्र 23 गते जो देशभरिका युवाहरूले देशभरिका जनताहरूको भावनालाई प्रतिनिधित्व गरेर जो परिवर्तनको रूपान्तरणको सुशासनको भ्रष्टाचारमुक्त समाजको पारदर्शिताको जुन वकालत गर्नुभयो उहाँहरूले जुन आन्दोलन गर्नुभयो त्यो आन्दोलनको जगमा त्यो आन्दोलनको बलमा पृष्ठभूमिमा यो निर्वाचन भइरहेको छ। त्यसैले अहिले यो निर्वाचन मार्फत जाने जनप्रतिनिधिहरू जसले यो मुद्दालाई पकड्न सकेको छ, जसले 23 गतिको परिवर्तनको चाहनालाई सम्बोधन गर्न सकेको छ, जसले चाहिँ देशमा चाहिँ सुशासनको पारदर्शिताको अथवा युवाको चाहिँ भावनालाई आत्मसात गर्न सकेको छ, त्यसको उपस्थिति नै अहिलेको चाहिँ निर्वाचनमा रहन्छ भन्ने मैले विश्वास गरेको छु। तपाईँ यो जितलाई कति चुनौती रूपमा हेर्नु भएको छ भन्ने कुरा अहिले यो चाहिँ उम्मेदवारी दिनु भएको छ नि त, यो निर्वाचनमा कसरी हेर्नु भएको छ? यो निर्वाचनमा त हामीले भर्खर हामीले हाम्रो विशेष महाधिवेशन मार्फत हाम्रो नियमित महाधिवेशन होइन, हामीलाई लाग्यो नियमित महाधिवेशनमा कुरिरहँदाखेरि देशभरिका युवाहरू देशभरिका जनताहरूले जो रूपान्तरण र परिवर्तनको चाहिँ खोजिरहेका छन् हामी त्यसलाई सम्बोधन गर्न सक्दैन। त्यसैले विशेष महाधिवेशन मार्फत हामीले नेतृत्व र मुद्दा हामी जुन स्थापित गरेर जान सक्छौँ त्यो मुद्दा लिएर मात्रै जनताको बिचमा जाने भनेर हामीले देशभरिका चाहिँ कार्यकर्ताले सही पनि गर्नुभयो। त्यसैले त्यही जगमा जसरी 23 गतेको चाहिँ परिवर्तनको चाहिँ आन्दोलनले यो निर्वाचनको परिस्थिति सिर्जना भयो, देशभरिका 2488 महाधिवेशन प्रतिनिधि प्लस हामी चाहिँ 25 जना चाहिँ केन्द्रीय समितिका सदस्यहरूले पनि त्यो मुद्दालाई साथ दिएर त्यो विशेष महाधिवेशन भएको छ। विशेष महाधिवेशन मार्फत नयाँ नेतृत्व चाहिँ चयन भएको छ, नयाँ मुद्दाहरू चाहिँ चयन भएको छ। त्यो मुद्दा नै अहिले देशभरि खोजिरहेको अवस्था हो, नेतृत्व पनि नयाँ खोजिरहेको अवस्था हो, मुद्दा नयाँ खोजिरहेको अवस्था हो। त्यस्तो अवस्थामा हामी मुद्दा पनि नयाँ लिएर आएका छौँ, नितान्त नयाँ मुद्दाहरू लिएर आएका छौँ। हामी चाहिँ केवल आश्वासन, अर्कालाई गाली छैन हाम्रो मुद्दामा, अर्काको असफलता देखाएर आफू सफल हुने कहीँ पनि हाम्रा चाहिँ धारा लाइनहरू छैनन्। हामी आफै सुधार हुने हो, आफै परिवर्तन हुने हो, आफैले जनताको मुद्दालाई सम्बोधन गर्ने हो, त्यसलाई आत्मसात गरेर अगाडि बढ्नुपर्छ भनेर हामी आएका छौँ एउटा कुरा। र हामीले जुन पुरानो नेतृत्व पुरानो कायदेशैलीलाई त्यसरी चाहिँ देशभरिका जनताले चाहिँ 23 घन्टामा ढालेका थिए त्यही नेतृत्व लिएर नै हामी आएका छैनौँ। त्यसैले जनताले चाहेको नेतृत्व लिएर आएका छौँ, जनताले चाहेको मुद्दा लिएर आएका छौँ। त्यसैले जनताले अर्को ठाउँमा भोट हाल्ने अवस्था नै रहन्छ भन्ने मलाई किन लाग्दैन भने जनता चाहिँ त्यतिकै भावनामा भड्केर अर्कालाई गाली गरेर रमाउने जनता पनि होइनन्, पुरानै शैली पुरानै तरिका पुरानै नेतृत्व चाहने जनता पनि होइनन्। त्योभन्दा भिन्न चाहिँ हाम्रो नयाँ नेतृत्व नयाँ मुद्दाका साथ आएको त्यो पार्टीको उम्मेदवार म भएका कारणले मेरो प्रतिस्पर्धा कोहीसँग नहुनु पर्ने हो, जनताको चाहिँ रोजाइमा अर्को दोस्रो विकल्पै नहुनु पर्ने हो यदि जनताले को भावनालाई हामीले बुझेका छौँ भने। भनेपछि तपाईँ आत्मविश्वास हुनुहुन्छ कि यो विजय म निकाल्छु भनेर? किनकि अहिले हामी पदम गिरीलाई सोध्दै थियौँ नेकपा एमालेको, उहाँले 4000 देखि 45 मतान्तर मतले म विजय हुन्छु भन्नुभएको छ होइन। अब तपाईँको पहिला प्रतिस्पर्धी उहाँ हुनुहुन्थ्यो होइन, तपाईँ उपविजेता बन्नुभयो। अहिले अब तपाईँको अझै चाहिँ मतदातालाई अथवा तपाईँलाई मत हाल्नेहरूका लागि अझै चाहिँ खरो रूपमा भन्नुपर्दा तपाईँको जित चाहिँ निश्चित छ कि अङ्कमै भन्नुपर्दाखेरि त्यो के भन्नुहुन्छ तपाईँले भन्ने? अहिले मैले अघि पनि तपाईँलाई सङ्केत गरेँ छोटोमा, अहिले हामीले त्यस्ता चाहिँ काल्पनिक र पुरा नहुने सपना हामी बोल्दैनौँ। हामीले बुझ्यौँ त हिजो हामीले हुनै नहुने आकाशीय कुराहरू, जनतालाई भड्काउने कुराहरू, जनतालाई लोभ्याउने कुरा गरेका कारणले जनता आज भड्किसक्यो र आज यो स्थिति आइसकेपछि अझ पनि नचितेर मैले यो गर्छु ऊ गर्छु यदि भोटले चुनाव जित्छु भन्नु भनेको जनतालाई अझ म हेपेको ठान्छु। त्यसैले उहाँले भन्ने उहाँको धर्म हो, हरेक उम्मेदवारले म जित्छु भनेर हार्छु भनेर को लड्छ र जित्छु, उहाँलाई उहाँका प्रति मेरो भनाइ छैन। तर म यति मात्रै भन्छु कसैलाई आक्षेप नगरिकन मैले पार्टीले कसैलाई गाली गर्दिनँ, कसैलाई चाहिँ झुटा आश्वासन दिन्न, आकाशको तारा पनि म झार्दिनँ। यदि भोट उति भोटले जित्छु भने मैले त हजारमा किन नि प्रतिस्पर्धै नहुनुपर्छ यदि मुद्दाको कुरा गर्ने हो भने। यदि नेपाली जनताले चाहिँ 23 गते र देशभरि जुन खालको भावना व्यक्त गरेका छन्, जनताको मनमा चाहिँ जुन परिवर्तनको चाहना छ त्यो परिवर्तनको चाहनालाई भरपर्दो ढङ्गले वस्तुगत ढङ्गले नेतृत्व गर्न सक्ने नेपाली काङ्ग्रेस पार्टी मात्रै हो।
त्यसमा हजारमा नजानुहोस्। अब अन्तिममा म सोध्न चाहन्छु थोरै जिल्लाको यो अब अलिकति तपाईँहरूको यो दल जसरी विशेष महाधिवेशन भयो त्यसपछि काङ्ग्रेस दलभित्रै नेताहरू बिचको एक किसिमको मन मुटाव जस्तो मन बाजाबाज जस्तो स्थिति छ, त्यसलाई तपाईँहरूले कसरी व्यवस्थापन गर्नुहुन्छ? त्यो कतिको चुनौती छ तपाईँहरूलाई निर्वाचन जित्नलाई भन्ने कुरा कि तपाईँ यो कमजोर पक्ष भयो नि त अन्य विपक्षको लागि त तपाईँहरू फुट्नु भएको छ। अब त्यो त कस्तो देखियो भने सबै पार्टीमा धेरै थोरै हुँदो रहेछ। मैले सुने एउटा पार्टीको चाहिँ त नेतृत्व के अरे उम्मेदवारी परिवर्तन भयो भने सुने मैले। कतिपय पार्टीहरूकोमा फेरि उम्मेदवारको चाहिँ एकपक्षीय ढङ्गले चाहिँ भएको हुनाले नोट अफ डिसिसनै लेखिएको छ भन्ने पनि सुनियो होइन। त्यसले हाम्रो पार्टीमा पनि धेरै थोरै त्यो जीवन्त पार्टी हो, हामी कहाँ फेरि त्यो लट्ठी लाउँदैन, फेरि डिक्टेट गर्दैन, फेरि विचारहरू व्यक्त गर्न पाइन्छ। विचारकै आधारमा हामी चाहिँ दुई ठाउँमा हुनु। विचार साथीहरूले व्यक्त गर्नुभयो, अहिले नै कसैले विशेष महाधिवेशन भन्नुभयो, कसैले नियमित महाधिवेशन भन्नुभयो। देशभरिका चाहिँ कार्यकर्ताले विशेष महाधिवेशन चाहनुभएको रहेछ अब सबै। अनि रुख पनि फेरि अनि सबभन्दा हामीलाई भावनात्मक रूपमा जोड्ने एउटा कुरा थियो, के थियो भने रुख चिन्ह थियो। चार तार त सुजले पनि पाउँथ्यो। रुख चिन्ह एउटा छ, एउटा पार्टीले पाएको छ, नेतृत्व पनि त्यही पार्टीले पाएको छ, मुद्दा पनि त्यही त्यसैको नयाँ छ, सबै चिज त नयाँ छ। सबै चिज नयाँ र पुरानो कुरा त मैले भन्न सुनाउँछु। मैले चाहिँ नयाँ पार्टीकै कुरा गर्नु छ भने नेपाली काङ्ग्रेस अहिले यो पार्टी सबभन्दा नयाँ हाम्रो हो। हाम्रोभन्दा पछाडि त कुनै पार्टी दर्ता भएकै छैन। कोही 6 महिना अगाडि भयो होला, कोही 1 वर्ष अगाडि भयो होला, कोही 20 वर्ष अगाडि भयो होला। हामी त 80 वर्ष 29 गते नयाँ फ्रेस महाधिवेशन गरेर नयाँ नेतृत्व, नयाँ म्यान्डेट, रुख सबै लिएर आएका छौँ। त्यसले हाम्रो पार्टीभित्र पनि जसरी चाहिँ आम जनताका बिचमा जाँदाखेरि हाम्रो मुद्दा र चाहिँ नेतृत्वले हामीलाई चाहिँ चुनौती देख्दैन, हाम्रो पार्टीभित्र पनि यो तिनवटा कुरा एक ठाउँमा भइसकेपछि हाम्रा पार्टीका साथीहरू धेरै थोरै मतभेद थोरै अलिकति तलमाथि भइरहन्छ, एकजुट हुन्छौँ हामी, त्यो मलाई विश्वास छ। किनभने आखिर रुखमै जाने हो। हुन्छ साथीहरू, केही छ तपाईँहरू यो होइन मैले के गरेँ, मेरो जिल्लाका जनताले चाहिँ मूल्याङ्कन गर्ने हो। मैले जिल्लालाई यति बाटो ल्याएँ, यति बाटोमा पानी खुवाएँ। साँच्चै कुरा गर्नु त अब सबैलाई थाहा छ, मैले 56 साल चोला राखेकोले चाहिँ सबै डोकोमा पानी बोक्थेँ, खुट्टाले हिँड्थेँ। 70 सालसम्म आइपुग्यो। त्यसरी मैले त्यो विकास देखाएर त्यो हरियो घाँस देखाएर जनतासँग भोट माग्दिनँ। म रूपान्तरित भएर आएको छु। हिजो मेरा गल्तीहरू थिए, कमजोरीहरू थिए, जनतालाई मैले टेरिनँ, जनताको भावना सुनेन, युवाको चाहिँ आवाज सुनेन। मैले 2-4 बाटो खनिदिएकै भरमा जनतालाई हेपेँ मैले, होइन। अब त्यसरी हेप्न पाइँदैन। विकास, बाटोघाटो, बिजुली हाम्रो कर्तव्य हो, दायित्व गर्नैपर्छ, राज्यको बजेटले गर्ने हो। मूल रूपमा जनताको भाइबन्ध नजिक हुनुपर्छ। मैले विकास गरेँ भनेर जनताको भावनालाई सँग सम्झौता हुन सक्दैन। म परिवर्तित छु, मैले यो जनताको भावना बुझ्न सकेको रहन्छु। यो चुनावमा 7-8 वर्षमा बाहिर बस्दाखेरि मैले बुझेँ, जनतासँग अझ नजिक हुने मैले अवसर पाएको छु। त्यसैले जनतालाई झुक्क्याएर यदि बाटो ल्याएँ, एउटा बाटो ल्याउँछु, यो विकास गरेँ, यो विकास गर्छु, होइन। जनताको दुःख सुखमा, परिवर्तनको मुद्दामा, सुशासनको मुद्दामा, पारदर्शिताको मुद्दामा, युवाको रोजगारीदेखि लिएर यो जिल्लाको समृद्धिका विषयमा मेरो दिन रात रहन्छ। यति मात्रै भन्छु, मेरो कुनै झुटा आश्वासन छैन। अपिलहरू मात्रै भने मेरो अपिल अघि कुरामा जोडिया छ। देशभरिका कार्यकर्ताहरू, यो जिल्लाका कार्यकर्ताले खास गरी मैले देखेँ, होइन, कोहीले पाएनन् होला, कोहीले चाहेर पनि नेतृत्व गर्न, परिवर्तन गर्न चाहेनन् होला, मनमा कुण्ठा बोकेर बस्नु भएको छ होला, कसैलाई त बोल्नै पाइन्थेन होला। तर हाम्रो पार्टीमा आँखामा आँखा जोडाएर, औँला ठडाएर विरोध गर्न पाइन्छ भन्ने कुरो विशेष महाधिवेशनले देखाएको छ। त्यसैले सबै देशभरिका जनताहरू, पर्व जिल्लाका जति पनि हुनुहुन्छ, पर्व जिल्ला सचेत जिल्ला हो। साँच्चै भन्ने भने मानव विकास सूचकाङ्कमा चाहिँ हामी 7औँ, 8औँ, 9मा पर्छ। यति सचेत जनतालाई धेरै कुरो बुझाइरहनु पर्दैन। यो परिवर्तनको भावना उहाँले बुझिरहनु भएको छ। परिवर्तनको पक्षमा, रूपान्तरको पक्षमा, सुशासनको पक्षमा, पारदर्शीको पक्षमा, नेतृत्व चाहिँ नयाँ लिएर आएको पक्षमा, नयाँ मुद्दा लिएर आएको पक्षमा मतदान गर्नुहुन्छ। त्यही नै मेरो निवेदन छ। धन्यवाद।